1.5-2 करोडको हुन्छ सर कारोबार हो वार्षिक रूपमा हजुर अब यो सबै अब जग्गा भाडा तिर्नु पर्यो हो पानी बिजुली हजुर त्यसपछि अन्य सामग्रीहरू मल बिउ बिसाडीहरू त्यसपछि सबैभन्दा धेरै कर्मचारी तिर्नुपर्छ 35 जना छन् 30-35 जना हुनुहुन्छ हजुर आम नागरिकले बुझ्ने गरेर भनिदिनुस् त सर तपाईले महिनामा लगभग कति जति बचाउनुहुन्छ त्यही सब बस्ने चाहिँ कटाएर 1.5-2 लाख बच्चा होला सर मासिक हजुर मासिक ओहो युवाहरूले चाहिँ मुलुकमा सम्भावना छैन भनेर दिनहुँ चाहिँ विदेशिनु हुन्छ अरूको देशमा गएर रगत पसिना बगाउँदै हुनुहुन्छ हजुर सर तपाईँ एकजना युवाले चाहिँ रोल्पाबाट दाङमा झरेर यसरी खेती गर्नुपर्छ भने चाहिँ कसरी आयो सर खासमा यो के भयो भनेपछि अब बुवासँगै सँगसँगै दाङ झर्यो ए हजुर त्यसपछि हामीले तल सौडियारमा आफ्नो जग्गा किनेर पनि त्यहाँ पनि गरेका थियौँ खेती ए हजुर त्यहाँ थोरै थियो हजुर 1.5-2 बिघामा हजुर त्यसपछि मसिना गयो हजुर मसिनामा अलि ठुलो खेती गर्यो हजुर त्यसपछि अब फेरि त्यहाँबाट अलिक धेरै गर्ने इच्छा भयो र यहाँ आएको बाबुबाजेले गर्दै आएको पेसा चाहिँ अँगाल्नु भयो हजुर होइन सर हजुर बाबुबाजेले हिजो गाउँघरमा गर्नुहुन्थ्यो खेतीपाती त्यसले आधुनिकीकरण गरेर चाहिँ तपाईँ लाग्नुभयो हजुर अहिले तपाईँको यो बारीमा चाहिँ अहिले ठ्याक्कै के छ सर अहिले बोडी छ करेला हजुर काँक्रा टमाटर छन् सर दैनिक निकाल्नुहुन्छ तरकारीहरू दैनिक बजारमा है हजुर मार्केटिङ कस्तो छ सर आफै गर्नुहुन्छ कि मैले आफै त गर्दैन हजुर एकजना हुने रोल्पाको हुनुहुन्छ तारा डाङ्गी हजुर त्यहाँलाई नै दिन्छु मैले मार्केटिङ उहाँले गर्नुहुन्छ अब मैले उत्पादन गर्छु सर यो कृषिमा चाहिँ खास गरेर उत्पादन गर्नु भन्दा चाहिँ मार्केटिङ गर्न असाध्यै गाह्रो छ भन्छन् के छ सर अहिले तपाईँको तरकारीको भाउ चाहिँ यो दाङमा चाहिँ बजार पाइरहेछ राम्रो तरिकाले बजार त कहिले महँगो हुन्छ सर कहिले सस्तो हुन्छ अब यस्तै छ अब उत्पादन धेरै जताततै निस्केपछि भाउ कम हुने भयो उत्पादन छैन भनेपछि महँगो हुने भयो हजुर अब त्यही बुटाले तपाईँको 100 रुपियाँ किलो पनि पाउँछ त्यही बुटाले 10 रुपियाँ किलो नि पाउँछ हो नि अब त्यसलाई ब्यालेन्स अब मिलाउनु पर्यो हजुर कतिको सहज छ सर अहिले नेपालमै यति ठुलो मात्रामा चाहिँ उत्पादन गर्नु चाहिँ कति बिघामा भन्नुभयो सर 13 बिघामा होइन यो यति ठुलो भोल्युममा चाहिँ काम गर्न कतिको सहज छ सहज चाहिँ अलि सहज चाहिँ ठ्याक्कै सहज चाहिँ छ भन्न मिल्दैन किनभने हामीले भने टाइममा रासायनिक मलहरू पान्नौँ सरकारबाट सहयोग छैन हजुर जे हो सङ्घर्ष आफै गर्ने हो आफै उत्पादन गर्ने हो अलि गाह्रो चाहिँ गाह्रै छ हजुर 35 जना भन्नुभयो है काम गर्ने मान्छेहरू कामदारहरू 35 जनालाई रोजगार पनि दिनुभएको छ तपाईहरू जस्ता कृषिमा चाहिँ भविष्य देख्दै गरेका युवाहरूलाई राज्यले कतिको न्याय गरेको छ सर राज्यबाट पाउने सेवा सुविधाहरू हुन्छ नि यहाँ धेरै अनुदानका कुराहरू हुन्छन् यो 13 बिघामा खेती गरिसकेको एकजना युवा उद्यमीको लागि राज्यले के गरेको छ सर राज्यले चाहिँ खासै केही गरे त मैले देखा पनि छैन अब कसैले गर्यो होला अनुदान के लिनुहुन्छ राज्यबाट ल्याएको छैन सर है हजुर अब सोध्न त सबैले सोध्छन् यहाँ आउने ग्राहकहरूले यहाँ किन्न आउने ग्राहकले अनुदान कति पाइस् भनेर सोध्छन् तर मैले चाहिँ अनुदान चाहिँ ल्याएको छैन किन भनेपछि जस्तो मलाई गोलभेडा रोप्न टमाटर रोप्नलाई पैसा चाहिए हुन्छ अनुदान चाहिए हुन्छ राज्यले मिसिन किन ट्र्याक्टर लैजा अरू चिजमा दिन्छ त्यो हामीलाई काम छैन व्यावहारिक छैन हजुर त्यही भएर यो अनुदान काम छैन र यो सबै कागजी प्रक्रिया पनि झन्झटिलो छ र त्यहाँ अर्को कुरो के छ भनेपछि अलिकति पहुँचवालाले मात्रै पाउँछ त्यहाँ सोर्स लगाउनु पर्यो हजुर सोर्स लगाउनु पर्यो ल मलाई अनुदान पार्देल भनेर दिनुहोस् भनेर दिन्नन् त्यहाँ माथिबाट बन्नु पर्यो सोर्स हाम्रो पुग्दैन त्यहाँसम्म पुग्दैन हजुर तपाईँ स्वयं आफू पनि खेतबारीमै काम गर्नुहुन्छ दिनभरि खेतबारीमा गर्छु सर है हजुर आफै खट्नुहुन्छ हजुर महेन्द्रजी आम युवाहरूलाई यति बेला हामीले सुन्दै गरेको युवाहरूले लाग्न सक्छ कि कति लगानी गरेर चाहिँ सुरु गर्नुभयो होला भन्ने पनि हुन्छ सुरुवातमा चाहिँ गर्दै गर्दा योभन्दा अगाडि चाहिँ तपाईँले कृषि पेसामा आउँदै गर्दाखेरि चाहिँ के हो सर तपाईँको ब्याकग्राउन्ड ठुलै लगानी गरेर आउनुभयो
अन्त गर्दा त थोर लगानी हो सर। तर यहाँ नारायणपुरमा सुरुमा ल्याएर 10 बिघा मात्रै हो। हजुर 10 बिघामा चाहिँ लगभग अब कृषि क्षेत्रमा यहाँको ठुलै लगानी भनौँ। ठोबा सिँचाइमा गयो पैसा धेरै। हजुर सिँचाइमा लगभग 1 करोड जति गयो। हजुर त्यसपछि ठोबा सिँचाइ गरे 10 बिघामा। हजुर डिप बोरिङ गरेर 1 करोड जति गयो। और यिनी खेती गर्दाखेरि त 40-50 लाख वर्षेनी साल खर्च भइरहन्छ। खर्च भइरहेको छ है। हजुर सर तपाईँ लामो समयदेखि कृषि पेसामा हुँदै गरेको एकजना युवा भएको नाताले तपाईँ जस्तै ठुलो लगानी गरेर युवाहरूले गर्न नसक्नुहुन्छ, सानोतिनो लगानी गरेर पनि नेपालमा केही गर्न सकिन्छ कि सकिन्न होला? सकिन्छ सर। मेहनत गर्नु पर्यो। हजुर मेहनत गर्नु पर्यो। हजुर र समय अनुसार बाली लगाउन पनि जान्नु पर्यो। अब खेती गर्छु भनेर मात्र भएन। अनि कुन समयमा कुन बाली लगाउने, कुन बाली भाउ पाउँछ त्यो बुझेर मात्रै लगाउनु पर्यो। हजुर त्यो गरेपछि सम्भावना चाहिँ छ। कृषिमा चाहिँ बजारकै समस्या भनिन्छ सर। जस्तो गाउँघरमा उत्पादन गर्नेहरूले चाहिँ प्राय कुहिएर गएको या मार्केटिङ हुन नसकेको, सस्तो मूल्यमा दिनु परेको जस्तो खालको गुनासोहरू सुनिन्छ कि सर। त्यो दाङमा त छैन होला नि सर होइन? यहाँ दाङमा त त्यस्तो छैन सर। हजुर दाङमा सस्तो मस्तो पनि बिक्छ। हजुर अब कुनै बेला अब बजारै भाउ आफूले टिप्न सकेन भनेपछि त कुहिएर जान्छ। तर 5 रुपियाँ किलो नि बिक्छ है। हजुर नेपाल चाहिँ कृषि प्रधान देश भने तापनि अब हाम्रो छिमेकी मुलुक भारतबाट चाहिँ करिब 75% भन्दा बढी चाहिँ तरकारी हामी भारतमा निर्भर रहेछौँ कि सर। हामी नेपालीहरू। तपाईँहरू जस्तो उद्यमीहरूलाई के लाग्छ सर, यसले कतिको प्रभाव पारेको छ होइन? यो विषयले चाहिँ कसरी लिनु भएको छ? यो भारतीय तरकारीले गर्दा पनि यहाँ किसानहरूले आमदानी गर्न नसक्नु, व्यवसायबाट पलायन हुनु कारण पनि हो क्या सर? एउटा भारतीय तरकारी। हजुर सर यसमा मैले नबुझेको कुरा, तपाईँहरूले उत्पादन गरेको तरकारी चाहिँ जस्तो मानौँ गोलभेडा, तपाईँहरूले यहाँ 15 रुपियाँ केजी दिनुभयो भने इन्डियाबाट आइपुग्दासम्म चाहिँ किन 10 रुपियाँ केजी नै हुन्छ? त्यहाँबाट के हुन्छ भने सर, इन्डियामा के हुन्छ अरे भनेपछि त्यहाँको सरकारले पनि किसानलाई धेरै सहुलियत दिएको छ अरे। अनुदानहरू दिन्छ होला। त्यसपछि त्यहाँ हरेक बिउ औषधिहरू सस्तो पर्ने भयो। तिनीहरूले उत्पादन लागत कम पर्ने भयो। हाम्रो यहाँ ज्यादा पर्छ हेर्नुहोस्। जस्तै तिनीहरूले 1 किलोलाई 5 रुपियाँमा उत्पादन गर्छ, हाम्रो 10 रुपियाँ त लागेकै हुन्छ हेर्नुहोस्। हरेक चिजहरू महँगो छ। त्यसपछि अब फेरि नजिकै नाकाहरू भए त्यही भयो हुनाले हजुर यहाँ चाहिँ इन्डियन तरकारीहरू आएर किसानहरूले मूल्य नपाउने धेरै समस्याहरू। यसले त तपाईँहरूले त सिधै असर गरेछ नि सर होइन? हजुर सर। तपाईँहरूको मार्केटमा इन्डियाको मार्केट छ नि त। हजुर अब जस्तै यहाँ 10-15 रुपियाँ किलो बिक्यो भनेपछि इन्डियाको तरकारी आन्न। अब 40-50 महँग्यो भनेपछि इन्डिया तरकारी आइहाल्छ रातारात। तपाईँको आयो भनेपछि अब हाम्रो तरकारी त भाउै पार्न फेरि है। हजुर अब सरकारले खासै चासो दिन्न। किनभने हाम्रो जस्तै यहाँ पनि उत्पादन हुन्छ तरकारीहरू। यो तरकारी फेरि इन्डियामा लगेर बेच्न पाइन्न। यहाँको सरकारले यहाँबाट यहाँको नेपालको तरकारीहरू जान्दिन्न। अब भन्सार कटाइ गरिदिएको छ, नियम कडा छ। अब यहाँ नेपाल सरकारले खासै अब चासै छैन, जसले जे भित्राइ नै भयो। यो चाहिँ ठुलो समस्या छ देशैभरिमा होइन सर? हजुर सर तपाईँको फर्मतिर फर्क्यौँ होइन? हजुर सर। 35 जना भन्दा बढीले चाहिँ काम गर्छन् भन्नुहुन्छ होइन? यति ठुलो मात्रामा चाहिँ रोजगार पनि दिनुभएको छ। अनि सिँचाइको अवस्था के छ सर? सिँचाइको पर्याप्त छ सर। मेरो सबै अलि प्रविधि अपनाएर गरे हो। टिबर ठोबा सिँचाइ छ। कहिलेकाहीँ चाहिँ त्यो किसानहरूले बाटोमै तरकारीहरू फालेको होइन त्यस्तो देखिन्छ, के छ सर तपाईँको? त्यस्तो समस्या त छैन नि दाङमा होइन? त्यस्तो समस्या त अब खासै छैन। हजुर अब छैन भन्दाखेरि कोही 5 रुपियाँ किलो नि जान्छ। अब फालेर पनि के गर्ने? अब समस्या समाधान सरकारले सुन्दिन्न। फालेर के गर्ने? एक दिन फालेर घाटा त आफूले हो। त्यही भएर हजुर अब सन्तुष्ट हुनु परेको छ। सन्तुष्ट हुनु पर्यो। जस्तै सबै घाम पानी खडेर सया जस्तै हजुर सबै
सहनु पर्यो। हजुर, महेन्द्र सर जस्तो आफ्नै गाउँघरमा यसरी चाहिँ परम्परागत रूपमा गर्दै आएको पेसालाई अहिले चाहिँ आधुनिकीकरण गरेर चाहिँ जसरी लाग्नु भएको छ, नेपालमै बसेर 1-1.5 लाख रुपियाँ कमाउनु परिवारसँग बसेर यो सानो कुरा पनि होइन सर, होइन? सन्तुष्ट हुनुहुन्छ, खुसी हुनुहुन्छ नि? म खुसी नै छु सर, म खुसी नै छु। हजुर, यही पेसाले निरन्तरता दिने हो। हजुर, र अब थप अब तरकारी गरेर खान्छ, अब फलफुलतिर नै अब गर्ने कि भन्ने सोच छ। ए हेरौँ। हजुर,